So hi everyone. So today I along with my youth members are traveling to India जयगाउँमा किनकि हामीले त्यहाँनिर चाहिँ youth camp launch गरेको छ अनि त्यहाँनिर चाहिँ मोस्ट लाइक 60 चर्चेसहरुले चाहिँ पार्टिसिपेसन देखाउनु भएको छ 120 जना युथहरुले चाहिँ अलरेडी आफ्नो नामहरु रेजिस्टर गर्नु भएको छ अनि स्टिल चर्चेस आर लेफ्ट टु रेजिस्टर देयर नेम्स अनि त्यसपछि चाहिँ म धेरै वर्ष पहिला नै जयगाउँमा गएको हो तर त्यतिखेर चाहिँ म एज अ पार्टिसिपेन्ट गएको थिएँ भने यसपालि इट्स क्वाइट डिफरेन्ट लाइक कस्तो भने 5-6 years पछि होला है अहिले चाहिँ तर आइ एम नट गोइङ एज अ पार्टिसिपेन्टकै वेमा नै जाँदैछु तर आई एम गोइङ एज अ टिचर हैन म चाहिँ एउटा टिचरको वेमा चाहिँ जाँदैछु अनि त्यो मेरो लाइफको जर्नीहरू हेर्दाखेरि त आमा मैले पनि सिकाउने भइसकेँ म पनि यत्रो ठुलो भइसकेँ जस्तो खालको फिल मलाई भइरहेको छ अनि एक हिसाबले चाहिँ कस्तो त्यो छुट्टै आफूप्रति नै वाउ आई हेभ ग्रोन अप है भन्ने खालको प्राइड हुन्छ नि अलिकति गर्व खालको नै फिल भएको छ तर एट द सेम टाइम आइ एम भेरी नर्भस पनि कस्तो ला मलाई पताउने हो कि नपताउने हो म हेर्दाखेरि सानै देख्छु नि त अनि पताउने हो कि नपताउने हो खालको पनि फिल भइरहेको छ तर पनि आइ एम नट द्याट मच अफ्रेड हैन मलाई त्यस्तो साह्रो डर पनि त छैन किनकि आई एम स्योर कि गड विल हेल्प मी आउट यो सबै टिचिङ प्रोसेसमा अनि त्यतिखेर मैले एउटा भाइ पनि भेटेको थिएँ भाइ त नभनौँ सायद मेरै आसपासकै उमेरको होला सोलोमन भन्ने थियो अनि यहाँनिर अङ्कलले पनि मलाई सोलोमन पनि आउँछ है त्यो प्रोग्राममा भन्दा चाहिँ उ र मैले त्यो ड्रामा गरेको कारणले गर्दाखेरि त छुट्टै खालको लाज नै लागिरहेछ अनि हेर्दाखेरि ला के हुने होला कसरी बोल्ने होला खालको फिलिङ भइरहेछ सो आइ एम रियली एक्साइटेड टु बी देयर मैले अरू पनि धेरैजना भेटेको छु त्यतिखेर तर सिन्स म बच्चा भएको कारणले गर्दा अनि धेरै इयर्स पास भइसकेको कारणले गर्दा मैले बिर्सी पनि सकेँ होला चिन्न पनि सक्छु होला त्यो त म ग्यारेन्टी दिन सक्दिनँ तर मेरो आज ट्राभलिङ छ म ट्राभल गर्दैछु मलाई एकदम गाह्रो हुन्छ ट्राभलिङ गर्दाखेरि एकदमै धेरै भमिटिङहरू हुन्छ तर यसपालि चाहिँ मैले भात टन्नै खान्छु टन्नै पेट भर्ने गरी यहाँ आउने गरी खान्छु अनि त्यसपछि औषधि खाएको छु अनि आइ एम स्योर यसपालि चाहिँ भमिट हुँदैन होला एन्ड आई विल सो यु भमिट भयो कि भएन भनेर पनि सो आइ एम रियली एक्साइटेड विथ माई युथ मेम्बर्स हामी चाहिँ त्यहाँनिर चाहिँ जाँदैछ सो टाटा So we are ready to travel. श्रेयाले अहिलेदेखि खाना थालिसक्यो यहाँ हेर त तिम्रो नाम on the midway. So हामीले अब खाना खान आँटेको विरक्त फेस सबैजना सुब्बा कति खाइस?
कति खानुभयो सुर्जु दिदी? कति खाएन मैले चाहिँ यति धेरै खाएँ आज यति धेरै खाएँ मैले खोर्सानी खाएको यत्र सुनिरहेछ पिङ्क क्लिप ओ हामी आइपुगे इन्डिया बोर्डर चाहिँ तर क्रस गर्न पाउँदैन नि अहिले कति ए मेरो जति रहेछ खाइदिनु पनि ठिक छ साथ कति दिन आएको
Resting after dancing, but dancing all bigaring. यसपालिको डान्समा नि मैले सबै बिगारेको छु लास्टमा। I don't know, मलाई कहाँबाट एकछिनमै नर्भस भएँ।